कि त टी-शर्ट भयो भने टी-शर्ट नलाउनु टी-शर्ट लाउने खाने हैन यो एकछिन न खाने के हुन्छ के खाए आज मासु आज ल हेलो काट्ने के पहिला अनि आउँछ गोरो भयो देखाएन है तौलिने छोड्ने अहिले जना हामीले खाली बोकेर आयो त्यो राख पहिला तर म हुन्छ पहिला सेकेन्ड बुङ्गुर हुन्छ नि ठ्याक्क न है राख्न त्यहाँ न ल सुरु अब चाहिँ वेलकम ब्याक टु मेरो भ्लगमा सबैजना स्वागत छ है पहिला सुरु चाहिँ आज चाहिँ दिनको सुरुवात चाहिँ हाम्रो सुतेरै बितायो एक दिवस अनि हाम्रो स्याप त चाहिँ हाम्रो यस्तो बाहिर काम थियो आज काम त थियो मेरो नि म गएन अनि छिरिङ भएर म मात्रै भयो आज घरमा नि कोही छैन अनि के गरौँ भइरहेको थियो होइन अनि आज यसो भ्लग बनाइदिउँ नि त कुराकानीहरू गरौँ तिनजना सँगै बसेर भनेर भ्लग चाहिँ हामीले आज बनाएको अनि हाम्रो आज सुरुवात छ हाम्रो यहाँ खानेकुरामा होइन खासै छैन है धेरै चाहिँ किनकि हाम्रो यो भने यो चाहिँ हाम्रो अलिक खासै धेरै छैन किनकि हाम्रो यहाँ छुट्टै छ अर्को माल भएर यो माल भएर हो नत्र त अर्को भयो अलिक थोरै नै त्यो चिप्सहरू मात्रै हामी मोमोसम्म खाने भन्थ्यो होइन मोमोसम्म ल्याएन टन्न भए खाना खाएर के खानु मन लागेन यसो खाने भन्दा नि यसो गफ गरौँ भनेर हो चिसो ल्याहा अनि यो चाहिँ बोतल चाहिँ देखाएको मात्रै हो सोको लागि मात्रै यो बोतल खाली है खाली हो फेरि खान्न कहिले काहीँ मात्रै खान्छ होइन कहिले कसो नि खान्न हामी आज चिप्स ल्याहा चिप्सहरू छ होइन अनि त्यही नै सुरुवात गर्छ हाम्रो आज कुराकानी भइन्छ होइन अनि के छ त नि हाम्रो स्याप्त गुरुको हाल खबर आजभोलि मेरो आजकल त के भन्ने टाइम नराम्रो भयो कि के नराम्रो भयो टाइम नराम्रो कसरी बितिरहेको थियो तेरो दिन आजभोलि मेरो बितेको कसरी बित्यो भनेपछि अब आज चाहिँ सुत्न पाएन सुत्न पाएन किनकि काम भयो बिहान कति बजे बिहान त 5 बजी उठेको फेरि सुतेको फेरि 6 बजी उठेको त्यसो आज उठ्नै मन थिएन तँलाई आज उठ्नै मन थिएन कल नगरे भए आज म हामी एकचोटि सुरु गर्नु भन्दा केस गरेर खाऊँ न त है यो भाइ हात लाँदै गइसक्यो अनि छिरिङ भाइको हालमा आज के भयो के भयो कि माइक यसमा राख्न र तँले यसो गरेर चाहिँ छिरिङ भाइहरू समाउन के हुने हो र छिरिङ भाइ आजले हिरो हुँदै गएको है के हो स्या त हिरो भयो तँ डाक बोल्दाखेरि त माइकमा र अनि त्यस छिरिङ भाइ अनि के भन्दा अरू के तेरो जर्नी सुरु गर्न लाइफ के कस्तो भइरहेको छ अब अहिले त सुरु चाहिँ भएको छैन बिस्तारै हुन्छ कस्तो बिस्तारै भन्नाले अब अलिकति पढाइ त सकिनु पर्यो नि होइन स्कुल जान्छ त हजुरले स्कुल जानु मैले घरतिर पनि यस्तो सुनेको नि त अहिले सुनौँ न हामी सोधौँ न कस्तो हुन्छ भन न सुनौँ त हामी स्कुल जानु भनेर यो भएन यार कान्नु पर्यो भएन कस्तो किन भएन यो साँच्ची कुरो हो नि होइन साँच्ची कुरा लाज नमानी हो लाज नमानी घरबाट स्कुल जान्छ भने निस्केको मान्छे होइन गेटभित्र छिर्दैन अरे कहाँ जान्छ अब घर जान्छ ये होइन ल अब हाम्रो कुरा नि अब टिभीमा आउँछ तेरो होइन अब हेर्छ त्यहाँ अब हाम्रो चाहिँ एउटा के कुरा छ भने हामीतिर साथ होइन अनि आजकल चाहिँ त्यो कस्तो भइरह मतलब अस्मी पनि विदेश गइहाल्यो
पोखरामा नि बसिहाल्यो आजकल पल्किरहेको थियो त्यो लेक साइडतिर लेफ्ट साइड होइन चिहान हो लेक साइड त हामीतिर पल्किरहेको थियो चिहान हो त्यसको बारेमा के भन्नुहुन्छ भन्नुहोस् त त्यसको बारेमा म केही भन्दिनँ यहाँ असलीको नाम निकाल्ने जरुरी छैन किन अब यहाँ लेक साइडतिर जाने यस्तो म केटी जिस्काउन नि आउँदैन मलाई यो त साह्रै गफ होइन गफ होइन नि यार अब यस्तो हो अब कहिले काहीँ त हेलो भइहाल्छ अब क्लब बारतिर त गइरहेको छ नि त अनि यस्तै छ जिन्दगी चलिरह अहिलेसम्म चाहिँ कामहरू भइरह अनि तेरो चाहिँ के छ जिन्दगी ल पर्यो भने सुनिरहेको थियो चितानमा गएको अस्ति लभ परेर तँलाई चाहिँ कसरी मन पराउँछ केटीहरूले भन्नु पहिला मलाई मन पर्ने कसरी ल कसरी पत्ताउँदैन कसले पनि हो मलाई अस्ति हेरेको थियो मलाई हेरेको नि तँलाई हेरेर आएर चाहिँ केटीले कहिले कहिले मिस्टेक हुन्छ क्या आँखाले नि त्यो भएर होला अनि आज टाइम पनि सुत्दैन भने सुन्थ्यो टाइममा सुत्ने हो सुत्ने टाइम चाहिँ कति 1-2 कति बज्छ मेरो ठ्याक्कै भन्दाखेरि चाहिँ टाइम चाहिँ 12 हो 12:30 हो त्यतिसम्म सुतेन भने 4-5 बज्छ नि फेरि सुतेन भने चाहिँ आमा सुत्यो भने सुत्यो हो र यस्तो हो मेरो तँलाई एउटा कुरा सोध्नु थियो कता मलाई तँलाई भन न भन त डाइट भन्छ होइन मोटा श्रेय म नि मोटा खाएँ होइन त्यो डाइट गर्न त खाना खान्न भन्छ बेला बेलामा 2 दिन खाना खान्न है एक दिन चाहिँ मजा दन्काउँछ किन त्यस्तो भने मान्दैन त मासुको बास्ना के पकाउने बित्तिकै सुँगनी त आउँछ कि जहाँबाट भयो नि कि ढोकामा त्यस्तो मेरो त्यस्तो क्यापेसिटी छैन है होइन अब म घट्ने भनेको मतलब डाइट भनेको त फेरि यस्तो बिना होइन क्या त्यो के हो अरे 2 दिन खाए नखाने भनेको अनि त्यहाँ घरमा समस्या परेर हो क्या मेरो त्यहाँ खाने नखाने भएको समस्या भन्दा नि चितवनतिर गर्मी धेरै गर्मी नि अनि यहाँ चाहिँ फेरि नभएर नि हो अब बुझ्नु न कोही नभएर अब आफूले पकायो भने फेरि भात फेरि तरकारी चाहिँ भयो नि आफूले मन पर्दैन अनि अरूलाई के भन्छ छिरी भाइले के सोध्न त अनि त्यो यसको बारे चाहिँ के छ आजकल अस्ति त स्कुटीमा चलपल देखिरहेको थियो त कता बाटोतिर म नि सँगै हुँदाखेरि कहिले चलपल हान्ने नि फेरि स्कुटीमा त्यो भनेको हल्का अनि त्यही माथि फेरि यस्तो त्यो केटी घर छ नि त त्यहाँ सर घुमेर फेरि के यसरी नआइकन हामी यसरी आउने बाटोमा नआइकन फेरि यसरी घुमेर जाने चाहिँ किन के त्यो राज भन्नु पर्यो नि त हामीलाई नि किन ल त्यो भनेको अब यसो डुल्न मन लाग्यो बेलामा यसो फ्रेस हुन मन लाग्यो बेलामा कहिले काहीँ त्यसो गर्लफ्रेन्ड छैन अहिलेसम्म एउटा केटी हेरेको होइन ए त्यो केटी नहेरेर चाहिँ कहिले कहिले चाहिँ नोटमा चाहिँ स्याड मुड के स्याड किन हाल्छ कि त्यो भिटेनको कहिले के लेखेर हाल्छ के लेख्छ फेरि नाम लेख्छ फेरि के लेख्छ किन के त्यस्तो चाहिँ त्यस्तो अब के भने त अब त्यस्तो अब मेरो मुड अनुसार चल्छ होइन पक्कै केही त केही भएर होला है त्यस्तो केही न केही त भएको चाहिँ होइन कहिले काहीँ अनि मेरो युट्युब च्यानलमा के भन्न चाहन्छ ल भन्न त भिडियो राम्रो आएन होला होइन बत्ती बेलुकाको कति बजी कति बजी हेर त अहिले बजेको 26 खाना खाइछ होइन मासु र भात त्यसलाई दे माइक आज चाहिँ अलिकति कुखुरा मासु खानु पायो भनेको अलिकति मिठो भयो कति दिन बसी खानु पायो चितवन गयो कस्तो भयो गर्मी मऱ्यो होला चितवनमा त्यतिका पानीको त थोप्पै छैन त्यो उदेशको मात्र आए मात्र हो के अरे त्यो खोलाको आए मात्र हो के त्यो खोलाको पानी तुरतुर आयो भने मात्र त्यो न त माथिबाट झर्ने त छैन अनि के टाउकोबाट झर्नु पर्यो आफ्नो त यसरी सुरु खाना खाँदा बस्नु सक्दैन होला कि खाना खाँदा त खाना नि खान मन लाग्दैन किचन उनीहरू पकाउने मान्छेले भनिरहेको थियो खाना नि पकाउन नि मन लाग्दैन खाना नि मन लाग्दैन अरे किनकि एकदमै तातो भएर के म त बिरामी भएको 2 दिन बसेन अनि भागेर आइदिएको नि त
अनि हाम्रो अनुरागको चाहिँ के भयो खास कुरो के भयो सोध न सोध म भनिहाल्छु नि लास्ट जस्तै अब बुढी बुढी भन्ने कि गर्लफ्रेन्ड भन्ने अब विदेश गइहाल्यो अनि किन दिने राति रातितिर लेक्सातिर डुल्ने बानी यस्तो अब टाइम पास अब पहिलाको अब गर्लफ्रेन्ड हुनेसँगको अब बोल्थ्यो अब फोन गर्थ्यो कहीँ जान पाउँदैन थियो अहिले त अब यसो हावा खान त्यति के बसिराख्नु भनेर होइन मैले त हावा खाएको होइन मैले हावा खाएको मतलब देखेछु क्या फेरि कोही कोही पछाडि पनि देखेको थिएँ क्या आमा को देख्यो पछाडितिर खै कसले बेर खोलाको अनि त्यसपछि माथि त्यो त्यही माथि त्यो घुम्टी लगाएर हो कि के लगाएर सडककोतिर सरको त्यो के अरे पछौरी ए पछौरी पुनः त सल 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 के अरे कुन हिरो हिरोइन अरे अनि होइन खै कसले हो खै भात खाँदै कार्टुन हेर्छ भन्दा के फेरि के कुरा खा भने फेरि भात खाँदा नि कार्टुन देखाएर खानुपर्ने थियो यो चाहिँ खास कस्तो चलन हो भन्नु पर्यो हामीलाई अब मान्छे को अब त्यो सिस्टम अर्कै हुन्छ होइन त्यो बुझ्यो हामीले तर होटेल जस्तोमा गएर नि फेरि त्यो चाहिँ भएन है भन्न खोज्यो मतलब अब त्यो चाहिँ मेरो बारेमा चाहिँ त्यो चाहिँ अब हाम्रो विषय होइन छोडी नभनौँ अब केही भन्नु नि त अब त्यस्तो के होइन भोक लाग्थ्यो अरे ऊ त्यस्तो कोही फ्रेन्ड हो त्यस्तो लभै पर्ने म त्यस्तो आफ्नो गर्लफ्रेन्ड हुँदा हुँदा अरूलाई हेर्नु पनि छैन म यही पङ्खाम झुनेर मरौँ कि के गरौँ खुर्सानी बोर्डमा गरौँ बस्यो क्या किन मर्ने कि अनि तेरो चाहिँ लभ परेखरि चाहिँ त नि ब्रेकअप भयो भने चाहिँ लास्ट टोलाउँछ रहेछ के किन यस्तो यस्तो चाहिँ के हुन्छ बेला बेलामा होइन अब त्यो यो उमेरमा यस्तै हो कि के हो होइन कोहीसँग अब एट्याचमेन्ट भयो भने बोल्ने बानी भयो भने चाहिँ अनि नबोलिदियो भने केही भयो भने मतलब केही गल्ती नगरे पनि गल्ती गरेर त्यस्तो गरिदियो भने हुन्छ आफै आफूलाई नि भाव होला होइन त्यो माथिको मनाङको केटीले छोडेर के भन्नेले ए त्यो बच्चा बेला लभ हो अहिले त ठुलो भयो केही लभ सब छैन आफ्नो लभ पर्यो